गोरखा दरबारको ठिक मुनि एउटा अँध्यारो गुफा छ जहाँ 400 वर्षदेखि एउटा धुनी आगो 24 घण्टा लगातार बलिरहेको छ जुन आजसम्म कहिल्यै निभेको छैन। स्थानीय मान्छेहरू भन्छन् यो गुफाभित्र गुरु गोरखनाथको यस्तो तान्त्रिक शक्ति छ, यहाँ बलिरहेको अखण्ड धुनीको खरानी र मन्त्रको आवाजले गर्दा इतिहासमा ठूला ठूला विदेशी सैनिक र शत्रुहरू पनि यो ठाउँ आउन डराउँथे। गोरखाको डाँडामा उभिएको गोरखा दरबारको कुनै जग खनिएको छैन। सिङ्गो दरबार एउटै विशाल ढुङ्गाको चट्टानमाथि सिधै ठडाइएको छ। यो दरबार इँटा र माटोले होइन, एउटा तान्त्रिक शक्ति र जगतगुरु गोरखनाथको अदृश्य पहराले गर्दा शताब्दीौँदेखि बिना कुनै जग यसरी बलियो गरी उभिएको छ। गोरखामा राजा बन्नका लागि पहिले कुनै रगतको नाता चाहिँदैन थियो। यहाँको लिग्लिकोट भन्ने डाँडामा वर्षमा एकपटक विजया दशमीको दिन चेपे घाटदेखि उकालो दौडिने एउटा अनौठो खेल हुन्थ्यो। जो मान्छे सबैभन्दा पहिले दौडिएर त्यहाँ पुग्थ्यो उही एक वर्षका लागि त्यहाँको राजा बन्थ्यो। तर विक्रम सम्वत 1616 द्रव्य शाह नामका राजकुमारले यो दौडिने परम्परालाई सधैँका लागि अन्त्य गरिदिने एउटा चाल चले। उनले दौडिएर होइन, बरु स्थानीय भारदारलाई आफ्नो पक्षमा पारेर अचानक गढीमाथि आक्रमण गरे र गोरखामा शाहवंशको पहिलो जग बसाले। यही दरबार र डाँडो पछि गएर सिङ्गो नेपालको इतिहास बदल्ने सबैभन्दा ठुलो केन्द्र बन्न पुग्यो। विक्रम सम्वत 1794 त्यति बेला गोरखाका राजकुमार पृथ्वीनारायण शाह मात्रै 14 वर्षका थिए। एक रात उनी आफ्नो ओछ्यानमा सुतिरहेका बेला उनको दिमागभित्र एउटा अनौठो र निकै गहिरो आवाज गुन्जियो, पृथ्वी पृथ्वी। उनी जुरुक्क उठेर कसैलाई नभनी मध्यरातमा दरबारको झ्यालबाट निस्किएर सिधै दरबारको त्यही अँध्यारो र धुनी बलिरहेको गोरखनाथ गुफातिर लागे। गुफाभित्र पुग्दा त्यहाँ कोही साधारण साधु थिएनन्। त्यहाँ त शरीरभरि खरानी घसेका, कानमा ठुला ठुला मुद्रा लगाएका र आँखाहरू अँध्यारोमा आगोको कोइला जस्तै चम्किने महायोगी गोरखनाथ बसिरहेका थिए। बाबा गोरखनाथले यी सानै उमेरका राजकुमारको परीक्षा लिने निर्णय गरे र उनलाई कतैबाट ताजा दही मागेर ल्याउन आदेश दिए। पृथ्वीनारायण शाहले दही ल्याएर बुझाएपछि बाबा गोरखनाथले त्यो दही खाए र एउटा अनौठो तान्त्रिक विद्याबाट त्यो दही फेरि आफ्नो हत्केलामा निकाले। उनले आदेश दिए, यो दही खाऊ। राजकुमारले घिनका कारण त्यो दही खाएन। त्यो दही पृथ्वीनारायण शाहको खुट्टामा गएर पोखियो। त्यति बेला गुफाको जमिन जोडले हल्लिएको जनश्रुति छ। बाबा गोरखनाथले एउटा डरलाग्दो भविष्यवाणी गर्दै भनेका थिए, यदि तिमीले यो दही निलेको भए तिम्रो मुखबाट निस्किएको हरेक शब्द ब्रह्मा वाक्य हुने थियो। तिमीसँग जिउँदो भगवानको जस्तो शक्ति हुने थियो। तर यो दही तिम्रो खुट्टामा परेकाले अब तिम्रो खुट्टाले नेपालको जुन जुन माटो टेक्नेछ त्यो सबै तिम्रो वंशको हुनेछ। तिमीले राज्य त जित्नेछौ, तर तिम्रो साम्राज्य त्यति टाढा जानेछ जति तिम्रो खुट्टाले हिँड्न सक्छ। अर्को पनि जनश्रुति छ, त्यो 10 वटा अम्लामा दही पोखिएकाले पृथ्वीनारायण शाहका 10 वटा पुस्तासम्मले मात्रै नेपालमा राज गर्न पाउँछन् भन्ने। यो कुनै साधारण घटना थिएन, यो त एउटा भयानक आध्यात्मिक सम्झौता थियो। गुफाबाट बाहिर निस्किँदा राजकुमारले बुझिसकेका थिए अब नेपाल बनाउनका लागि उनले आफ्नै जिन्दगीको हरेक पल रगत र युद्धमा सुम्पिनु पर्नेछ। यही भविष्यवाणीको आडमा उनले साना साना राज्यहरूलाई एउटै झण्डामुनि ल्याउने अभियान सुरु गरे, जसले नेपालको भूगोल सधैँका लागि बदलिदियो। गोरखाको अर्को रहस्य मनोकामना मन्दिर। गोरखाका राजा राम शाहकी रानीसँग एउटा यस्तो तान्त्रिक शक्ति थियो जसको बारेमा राजा आफै पनि अनजान थिए। भनिन्छ रानी रातिको समयमा दरबारको ओछ्यानबाट एकाएक गायब हुन्थिन् र सिधै देवीको रूप धारण गरेर अन्य शक्तिपीठमा पुग्थिन्। एक रात राजा राम शाहले आफ्नै आँखाले रानीलाई जिउँदो देवीको रूपमा र उनका प्रिय मन्त्री लखन थापालाई सिंहको रूपमा देखे। यो अलौकिक दृश्य देख्ने बित्तिकै राजाको चेत खुल्यो, तर रानीको त्यो देवी रहस्य खुलेकै कारण राजाको अचानक मृत्यु भयो। पछि सती जान लाग्दा रानीले लखन थापालाई भनिछन्, म फेरि तिम्रो गाउँको छेउमा प्रकट हुनेछु। नभन्दै रानी बितेको केही समयपछि मनोकामनाको डाँडामा एउटा ढुङ्गाबाट अचम्मसँग दुध बग्न थाल्यो र त्यही मनोकामना माईको मन्दिर स्थापना गरियो। आज पनि मनोकामना मन्दिरमा केवल लखन थापाकै मगर वंशका पुजारीहरूले मात्रै पूजा गर्ने अनौठो चलन छ, जुन यो रहस्यको जीवित प्रमाण हो। मनोकामना जस्तै अर्को शक्तिपीठ छ गोरखा दरबार परिसरमा रहेको गोरखकाली मन्दिर। गोरखाका सैनिकहरू कुनै पनि युद्धमा जानु अघि गोरखकाली मन्दिरमा तान्त्रिक पूजा गर्थे र देवीको आशीर्वाद स्वरूप बलि चढाउँथे। जनविश्वास अनुसार जब जब गोरखामाथि कुनै ठुलो सङ्कट आउनेवाला हुन्थ्यो तब मन्दिरमा रहेका पुराना हतियार र घन्टीहरू रातिको समयमा आफै हल्लिन्थे, जसलाई रैथानेहरू देवीले दिएको पूर्व सङ्केत मान्थे। वैज्ञानिक रूपमा यी कुराहरूको लिखित प्रमाण नभए पनि एउटा कुरा त प्रमाणित छ, गोरखाका राजाहरूले हतियारको बल जत्तिकै यी देवीको तान्त्रिक शक्तिमाथि ठुलो भरोसा गर्थे। यही धर्म र सत्ताको मिसावटले गर्दा गोरखा केवल एउटा पहाडी जिल्ला मात्रै रहेन, यो त एउटा महाशक्तिको केन्द्र बन्यो, नेपाल। तर गोरखालाई साँचो रूपमा बुझ्न दरबार र मन्दिर मात्रै हेरेर पुग्दैन। आरुघाट, बारपाक र लाप्राक जस्ता पुराना पहाडी गाउँहरूमा पुग्ने हो भने त्यहाँको जनजीवनमा आज पनि पुरानो इतिहास श्वास फेरिरहेको भेटिन्छ। इतिहासका किताबका पानाहरूमा मात्र होइन, त्यहाँका पुराना मान्छेहरूको बोलीचाली, जात्रा, कुलपूजा र सामाजिक स्थितिमा आज पनि मौखिक रूपमा यो इतिहास जीवित छ।
गोर्खाको भूगोल आफैमा एउटा सुरक्षा घेरा हो। यहाँको उच्च डाँडा, साँगुराबाट र गहिरा खोजहरूले गर्दा नै यो ठाउँ पुरानो जमानामा अवैध किल्ला बन्न सकेको थियो। मानिस, माटो र स्मृति मिलेर गोर्खा आज पनि उत्तिकै बलियो गरी उभिएको छ। गोर्खा कुनै साधारण बस्ने ठाउँ वा जिल्ला मात्रै हुँदै होइन, यो त त्यो पवित्र र रहस्यमय माटो हो जहाँ राजाको रणनीति, साधुको तान्त्रिक शक्ति, सेनाको रगत र देवीको आशीर्वाद एउटै बिन्दुमा आएर मिसिएको छ। पृथ्वीनारायण शाहको त्यो एकीकरणको सोच, बाबा गोरखनाथको डरलाग्दो भविष्यवाणी र मनोकामना माईको रहस्यमय कथा, यी सबैले गोर्खालाई आधुनिक नेपालको जग बसाल्ने जीवित सङ्ग्रहालय बनाएका छन्। तपाईँहरूमध्ये को गोर्खाबाट हुनुहुन्छ र यस्तै अर्को कुन जिल्लाको रहस्यमय कुरा जान्न चाहनुहुन्छ? अवश्य कमेन्ट गर्नुहोला।